जय श्री कृष्ण, जय श्री राम। आज हजुरहरूलाई फेरि एउटा नयाँ ब्लगमा स्वागत छ र यहाँ हुनुहुन्छ नाना हो, नाना फेपुलो जय श्री राम। नाना उहाँहरू हुनुहुन्छ चिन्चुलाबाट र आजदेखि 28 तारिकसम्म चिन्चुला दुर्गा मण्डपमा रामकथाको आयोजना भइरहेको छ र हामी चिन्चुलातर्फ लागिरहेका छौँ। यता गुरुजी हुनुहुन्छ, राधे राधे, जय श्री राम। यता हुनुहुन्छ हाम्रो गुरुजी हुनुहुन्छ हो, अनि यहाँमा पनि हुनुहुन्छ हो। अनि पछि अर्को गाडीमा चाहिँ हाम्रो अरू गुरुजीहरू हुनुहुन्छ र अब हामी चिन्चुला आइपुग्न आँट्यौँ र चाहिँ अब एकदम मूलद्वारमा आइपुगेका छौँ र भक्तजनहरू एकदमै तयारमा हुनुहुन्छ होइन नाना? एकदमै उनीहरू प्रतीक्षामा हुनुहुन्छ र नानाहरू एकदमै बिहानै जानुभएको थियो हाम्रो घरतिर। अनि हामीलाई लिन विशेष हाम्रो सारथी गुरुजी राधेश्याम। गुरुजीहरूको पनि आगमन, हामी सबैजना यसरी भेला भयौँ। र हाम्रो एकदमै स्वागत भयो अहिले है, स्वागतको कार्यक्रम सकेर अहिले अब कालचिनी चिन्चुला ठाउँमा छौँ। सदाधर संतनो नाम पुत्रासो यत्र पितरो भवन्ति मानो मध्यारीरिकतान्युगन्धो अदितिर्यो यदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः विश्वे देवा अदितिः पञ्चजना अदितिर्जातमदितिर्देव अहिले हामी चिन्चुलाको महाकाल धाममा आएका छौँ र महाकाल धामको दर्शन गरेर आजको कलश यात्रा हामी शुभारम्भ गर्नेछौँ। अहिले
अहिले आइपुग्यौँ हामी बार्सा खोला, यहाँ कालचिनीदेखि नजिक एकदमै यहाँको विशेष ठुलो खोला र यहाँ जलयात्रा जल लिनको निम्ति सम्पूर्ण कलश यात्री लगायत यहाँ गुरुजन सबैजना आउनुभएको छ र गुरुजी अहिले हामी बार्सामा आएका छौँ र यो बार्सा कालचिनी नजिक है। अनि आनन्द आइरहेको छ हजुरलाई? एकदम आनन्द छ। यसपालि चिन्चुलाको भक्तजनहरूसँग है एकदम आनन्दको एउटा 6 वर्षपछि एक प्रकारको आनन्दको लहर, एक प्रकारको खुसीको लहर नै छाएको छ सबैजनाको है। हजुर एकदमै उत्साह देखिरहेका छौँ, किनभने 6 वर्षपछि कार्यक्रम फेरि उहाँहरूले आयोजना गर्नुभयो र हेर्नुहोस् त भक्तजनहरूको भिड। एकदमै भक्तजनहरूको धेरै सङ्ख्यामा यहाँ आगमन र जल लिन पनि हामी अहिले बार्सा खोलामा आएका छौँ। बार्साको यो सुन्दर नदीको हजुरहरूलाई दृश्य देखाइरहेको छु। भक्तजनहरूको आगमन, भक्तजनहरूको एकदमै धेरै सङ्ख्यामा यहाँ आगमन। अहिले विशेष रामकथा हुनाले गर्दा सबैले विशेष पहिलो कलर को पोसाक लाउनु भएको छ। हाम्रो आमा दिदीबहिनीहरूले पहिलो साडी लाउनु भएको छ भने हाम्रो दाजुभाइहरूले प्राय पहिलो कुर्ताहरू लाउनु भएको छ र मैले चाहिँ सेतो सेतो कुर्ता लगाएको छु। तर यहाँ दुपट्टा चाहिँ जय श्रीरामको छ, यो चाहिँ पहिलो कलर छ। अनि